हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी यो नाइमाको यो अटो मेलामा आएका छौँ र हामीले यहाँ विभिन्न खालका बाइक गाडीहरू इभी भ्यानहरूदेखि लिएर सम्पूर्ण गाडीहरूको चाहिँ अवलोकन गरेका छौँ र आजको यो भिडियो के कस्तो हुन्छ भन्ने कुरा सम्पूर्ण जानकारी हजुरहरूलाई गराउँदैछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला र आज जति पनि हामीले एक्सप्लोर गरेका छौँ यो चाहिँ शनिबारको दिनमा पनि यति धेरै क्राउड छ यो मेलामा। धेरैजनाहरूले गाडीहरू बुक गर्नुभएको पनि मैले देखिरहेको थिएँ र आज जति पनि यहाँ भएको दृश्यहरू चाहिँ तपाईहरुलाई म देखाउँदैछु र भिडियो अन्तिमसम्म हेरेर लाइक सब्स्क्राइब पनि गरिदिनु होला। हजुरले देख्न सक्नुहुन्छ है यो बीआईसी को एउटा मास्टरपिस यहाँ हाम्रो हजुरको अगाडि छ है। यो चाहिँ हाइब्रिड गाडी हो। यसको चाहिँ अब ट्रान्समिसन पुरो गर्नुपर्दा डेडिकेटेड हाइब्रिड ट्रान्समिसन यसको छ। 15 सीसी को टर्बो इन्जिन हो। हाम्रो यो फोर व्हील ड्राइभ सिस्टमको गाडी हो। पछाडि मोटर छ 55 किलोवाटको, अगाडि चाहिँ 130 किलोवाटको मोटर छ है। अनि यसको अब कम्बाइन्ड पावर कुरा गर्नुपर्दा यो 15 सीसी को गाडीले तपाईलाई 3000 सीसी बराबरको इन्जिनको पावर दिन्छ। 685 न्युटन मिटरको टर्क जेनेरेट गर्छ यसले, जो चाहिँ एउटा प्लस पोइन्ट हो है। अनि अर्को अब यो सेटअप हेरेर पनि त हजुरले यो एउटा अफरोड गाडी भनेर एउटा एनालाइसिस गरिसक्नु भयो है। अब यसको ग्राउन्ड क्लियरेन्सको कुरा गर्नुपर्दा 215 mm ग्राउन्ड क्लियरेन्स छ यसको। अनि अफरोड भन्नेको साथसाथै यसमा अब 4वटा अफरोडको मोडहरू छ गाडीमा। वेडिङ मोड, स्नो मोड, स्यान्ड मोड र वेडिङ वेडिङ स्नो मोड स्यान्ड मोड 4वटा मोड भयो। त्यो 4वटा मोड चाहिँ हाम्रो यो अफरोडको लागि पर्फेक्ट मोड्सहरू हो। अनि अरू यसको टेक्निकल अरू कुराहरू गर्नुपर्दा अब यो हाम्रो यो यसमा भएको इन्जिन 15 सीसी को टर्बो इन्जिन छ। यो चाहिँ हाम्रो बीआईसी ग्रुप र बेजिङ बेन्ज मर्सिडिज बेन्जको कोला कम्पनीको इन्जिन हो, जसले गर्दा यो इन्जिन एउटा रिलायबल इन्जिनको रूपमा यो जानिन्छ। अनि अब अरू कुराहरू गर्नुपर्दा यसको पछाडिको इलेक्ट्रिक टेलगेट चाहिँ अटो ओपन एक्जिट हुन्छ। अनि यो फोर व्हीलको कुरा गर्नुपर्दा फोर व्हील पनि हजुरको अटोमेटिक लाग्ने फोर व्हील हो। यसमा कुनै स्विचर हुँदैन। यो चाहिँ गाडीको डिमान्ड, गाडीको स्पिड, इन्जिनमा पर्ने लोडहरूको क्यालकुलेसन गरेर चाहिँ अटोमेटिक लाग्ने कुरा हो यो। प्राइसको कुरा गर्नुपर्दा के छ? अब प्राइसमा अब नाइमाको अहिलेको स्पेशल अफर चाहिँ 1,20,00,000 लाग्छ यसको प्राइस चाहिँ। थ्याङ्क यू। त्यसपछि हामी लाग्यौं यो चेरी कम्पनीको गाडी हेर्नको लागि। आउनुहोस् यसको फिचर्सहरू जानौं र कस्तो छ प्राइस रेन्जहरू। नमस्ते, म चाहिँ सन्तोष थापा, सेल्स अफिसर हेयर चेरी नेपाल। सो आज हामीसँग चेरी क्यू भन्ने गाडी आएको छ, जुन चाहिँ तपाईँको दुईटा भेरिएन्टमा छ। तपाईँको कम्फर्ट र प्रिमियम भनेर। सो दुईटा भेरिएन्टमा रियर व्हील ड्राइभ नै आउँछ। सो ओभरअल टेक्निकल स्पेसिफिकेसनको कुरा गर्दाखेरि यसमा 9 किलोवाटको मोटर आउँछ। 41 किलोवाटको तपाईँको ब्याट्री प्याक छ भने तपाईँको रेन्ज चाहिँ तपाईँको एलइडी चाहिँ 400 किलोमिटरको रेन्ज दिन्छ। सो ओभरअल प्राइसिङको कुरा गर्दाखेरि हजुरले नाइमामा बुकिङ गर्नुहुन्छ भने 31 लाख तपाईँको कम्फर्ट भेरिएन्टमा पर्छ भने 33 लाख तपाईँको प्रिमियम भर्सनमा पर्छ। फाइनेन्सिङ अहिले करेन्टली हाम्रो नर्मली 60-40 चलिरहेको छ। सो तपाईँले 40% डाउन पेमेन्ट र 60% फाइनेन्सिङ गरेर गाडी लान सक्नुहुन्छ। सो अहिले यसपछि तपाईँको नाइमा सकेपछि हजुरले हामीलाई यता थपाथली सोरुममा भिजिट गर्न सक्नुहुन्छ। सो हाई एभ्रीवान, हामी अहिले चाहिँ महिन्द्रा स्टोरमा। मेरो नाम चाहिँ करण भयो। हामी चाहिँ मोबिलिटी ब्रान्डमा छु मैले। दिस इज एन इटालियन ब्रान्ड मैन्युफैक्चर्ड इन चाइना। यसमा म चाहिँ नेपालमा छु। सो दिस इज अ 1000 cc मोबिलिटीको बाइक भयो।
जुन चाहिँ बिट्विन इन्जिनमा छ। यसको प्राइस रहेको छ 45 लाख रुपियाँ अनि नेपालमा एकै सेल भएको छ। अब यो बाइक तपाईँले लिन चाहनुहुन्छ भने चाहिँ कसले लिने कसरी लिने भन्नुहुन्छ भने चाहिँ मलबेरीलाई तपाईँले अफिस कन्ट्याक्ट गर्नु बाइक तपाईँहरूको र कसरी लिने भन्दाखेरि चाहिँ हजुरहरूले यो बाइक चाहिँ a guy who loves riding and just say अब okay everything is on life I want to travel world भन्नुहुन्छ भने चाहिँ तपाईँले बाइक लिन सक्नुहुन्छ। सो फाइनल्ली हामीले चाहिँ यो लास्टमा डम्फिङको बस हेऱ्यौँ र अनि जति पनि हामीले आज हामीलाई मनपर्ने गाडी बाइकहरू हेऱ्यौँ र बाँकी अरू पनि थियो। हामी सबैलाई भिडियोमा क्याप्चर गर्न सकेनौँ, भिडियो लामो हुने भएकोले। यो वर्ष नाइमामा भएको एक्सप्लो मेला चाहिँ एकदमै रमाइलो एकदमै बवाल लाग्यो मलाई। थ्याङ्क यू सो मच भिडियो हेरेर साथ दिनुभएकोमा।